भर्खर एक हप्ता जति भयो सरकार गठन भएको। एक हप्तामै हाम्रो सरकारका प्रधानमन्त्रीजी र गृहमन्त्रीजीहरू बडा तदारुकताको साथ दिन रात अहोरात्र खटेर काम गरिरहेका हुनुहुन्छ, जसको परिणाम पनि बाहिर देखिराखेको छ। पार्टी र सरकार दुवै जनताको चाहना अनुसार अगाडि बढ्छ र जनता र सुशासनको अनुभूति हामी गराउँछौँ। मिनिमम 12 घण्टा ड्युटी पर्छ, पर्यो भने 4 घण्टा ओभरटाइम गर्नुपर्छ, 16 घण्टा प्रधानमन्त्रीजी मन्त्रीजी काम गर्नुपर्छ र गरिराख्नु भएको छ। त्यस्तै भएर मन्त्रालयमै सुतिराख्नु भएको छ। हरेक पार्टी, राप्रपा होस्, चाहे एमाले होस्, चाहे कांग्रेस होस्, चाहे हरप्रसाद पाङजीको पार्टी होस्, सबैसँग हामी कुराकानीमा छौँ। हामी कुनै पनि पार्टीप्रति आग्रह पूर्वाग्रह पार्टीको तर्फबाट आधिकारिक तरिकाले राख्न चाहन्छु। पार्टी र सरकार दुवै जनताको चाहना अनुसार अगाडि बढ्छ र जनता र सुशासनको अनुभूति हामी गराउँछौँ र जुन विभिन्न संस्थाहरूमा व्यथिति छ त्यो व्यथितिलाई समाप्त गर्छौँ र विभिन्न संस्थाहरूमा जुन बिचौलिए छ त्यसलाई पनि हामी कानुनको दायरामा ल्याउँछौँ। मान्यज्यू, यो क्याबिनेटमा तपाईलाई जनताको हेर्ने इच्छा प्रबल थियो, धेरैले अहिले पनि भनिरहेका छन् यो क्याबिनेटमा अमरेश सिंह जस्तो मान्छे हुनुपर्छ भनेर, तर त्यो सम्भव भएन, देख्न पाइएन। के भइरहेको, कहाँ कुरो मिलेन, किन चित्त बुझेन? होइन, चित्त बुझेन। म अझ सांसदको रूपमा केही काम गर्न बाँकी छ। सांसदको रूपमा काम पार्टी र देशको काम गर्न बाँकी छ। सांसदको रूपमा काम गरेपछि अझै कार्यकारी भूमिकामा भएको भए अझै परिणाम दिन सकिन्छ भन्ने, त्यसमा हामी पार्टी र सरकार हामी छलफलमा छौँ। हामी पार्टी र सरकार एक ठाउँमा उभिएको छु, यति मात्र तपाईँलाई भन्न चाहन्छु। धन्यवाद। उपसभाको विषयमा राप्रपाको लिस्टमा भने होइन, अहिले मेरो मुखबाट किन तपाईँ भन्नुहुन्छ कि यही पार्टीले पाउँछ? हामी सबै पार्टीसँग कुराकानीमा छौँ। आखिर त्यो त अरू पार्टीलाई नै दिनुपर्छ। त्यसकारणले हामी हरेक पार्टी, राप्रपा होस्, चाहे एमाले होस्, चाहे कांग्रेस होस्, चाहे हरप्रसाद पाङजीको पार्टी होस्, सबैसँग हामी कुराकानीमा छौँ। हामी कुनै पनि पार्टीप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ। पहिला धेरै मुद्दाहरू तपाईँले उठाउनु भएको थियो, अहिले तपाईँकै सरकार छ सत्तामा। धेरै अब बालेन सरकारको यो क्याबिनेट गठन भइसके पश्चात गृहमन्त्रीज्यू त्यतिकै एक्सनमा हुनुहुन्छ। अब प्रधानमन्त्रीज्यूले पनि धेरै यो भ्रष्टाचार नियन्त्रण गर्नको लागि धेरै कामहरू अगाडि थाल्नु भएको छ। तपाईँले त बुझ्नु भएको छ नि त, 5 पटक मान्य भएर देशको समस्या कहाँनिर छ, हलो कहाँनिर अड्किरहेको छ भन्ने तपाईँलाई अवगत छ। कसरी तपाईँले सुझाव दिइराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ बालेनज्यूलाई अथवा गृहमन्त्रीज्यूलाई? एउटा कुरा के भने, तपाईँहरू भर्खर एक हप्ता जति भयो सरकार गठन भएको। एक हप्तामै हाम्रो सरकारका प्रधानमन्त्रीजी र गृहमन्त्रीजीहरू बडा तदारुकताको साथ दिन रात अहोरात्र खटेर काम गरिरहेका हुनुहुन्छ, जसको परिणाम पनि बाहिर देखिराखेको छ। साथसाथ हाम्रा मन्त्रीजीहरू पनि एकदम काम गरिराख्नु भएको छ र हामीले पार्टीको तर्फबाट सरकार र मन्त्रीजीलाई के आग्रह गरिरहेका छौँ भने, हामीलाई कुनै पनि किसिमको आराम गर्ने छुट छैन। हामीलाई दिन रात हामी पार्टीभित्र उखान पनि छ कि मिनिमम 12 घण्टा ड्युटी पर्छ, पर्यो भने 4 घण्टा ओभरटाइम गर्नुपर्छ, 16 घण्टा प्रधानमन्त्रीजी मन्त्रीजी काम